आरएसआई ओभरसोल्ड छ, एमएससिडी क्रसओभर भयो, तर प्राइस तलै जान्छ। यदि इन्डिकेटरले सिधै पैसा बनाउँथ्यो भने नि नेपालमा सबै ट्रेडर प्रफिटेबल हुन्थे क्या। तर रियालिटी चाहिँ एकदम फरक छ है। नमस्कार, स्वागत छ नेप्से लोजिक ल्याबमा। आज म इन्डिकेटर खराब छन् भनेर भन्न आएको होइन है। आज कुरा गर्छु इन्डिकेटरले किन धेरैलाई एकदम कन्फ्युज बनाउँछ क्या। विशेष गरी एमएसिडी र आरएसआईले धेरैले यस्तो गर्छन्। आरएसआई ओभरसोल्ड भयो बाई गरिदिने, आरएसआई ओभरबोट भयो सेल गरिदिने, एमएसिडी क्रस ओभर भएपछि टक्क एन्ट्री लिइदिने। तर चार्टले के देखाइरहेको छ, मार्केटको कन्टेक्स्ट के हो, ट्रेन्ड कुन साइडमा छ, यी कुराहरू चाहिँ एकदम इग्नोर गरिरहेको हुन्छन् क्या। त्यसपछि आउँछ लस, लस अनि लस र दोष जति सबै इन्डिकेटरलाई जान्छ क्या। हामीले के चाहिँ बुझ्न जरुरी छ भने आरएसआई एउटा मोमेन्टम इन्डिकेटर मात्र हो क्या। आरएसआई ओभरसोल्ड मतलब प्राइस तुरुन्तै माथि जान्छ भन्ने होइन। र स्ट्रङ डाउन ट्रेन्डमा आरएसआई लामो समयसम्म चाहिँ ओभरसोल्ड नै बसिरहन पनि सक्छ क्या। आरएसआई सिग्नल होइन है, यो चाहिँ एउटा कन्डिसन मात्र हो। अब कुरा गरौँ एमएसिडीको। एमएसिडी एउटा ट्रेन्ड फलोइङ इन्डिकेटर मात्र हो। त्यसैले एमएसिडीले धेरै जस्तो ढिलो सिग्नल दिने गर्छ। प्राइस मुभ भइसकेको हुन्छ माथि, अनि बल्ल एमएसिडीले कन्फर्म गर्छ। एमएसिडी एउटा इन्ट्री टुल चाहिँ हुँदै होइन है, ट्रेन्डलाई चाहिँ कन्फर्मेसन दिने टुल मात्र हो। यो एमएसिडीले ट्रेन्ड कन्फर्मेसन चाहिँ गर्छ, तर इन्ट्री गर्नको लागि चाहिँ एमएसिडी धेरै ढिलो भइसकेको हुन्छ क्या। हामीले के चाहिँ बुझ्न जरुरी छ भने प्रब्लम चाहिँ इन्डिकेटर होइन क्या, प्रब्लम चाहिँ हाम्रो एक्सपेक्टेसन हो। इन्डिकेटरबाट स्योर प्रफिट खोज्दा जहिले कन्फ्युजन मात्रै बढ्छ। एउटै चार्टमा 5-6वटा इन्डिकेटर राख्यो, सिग्नल यति धेरै आउँछ, तर क्ल्यारिटी भन्ने चाहिँ एकदम जिरो हुन्छ क्या। के गर्ने के नगर्ने नै एकदम डिलेमा हुन्छ। इन्डिकेटर भनेको चाहिँ आँखा जस्तै हो क्या, त्यसले चाहिँ देख्छ होइन। तर लोजिक भनेको चाहिँ दिमाग जस्तै हो। आँखा मात्रै भएर दिमाग नहुँदा जहिले पनि गलत डिसिजन हुन्छ नि त। त्यस्तै गरी पहिला चाहिँ लोजिक लाउनुपर्छ, त्यसपछि मात्रै इन्डिकेटर। इन्डिकेटरलाई चाहिँ एउटा सहायक टुलको रूपमा मात्रै हामीले प्रयोग गर्नुपर्छ क्या, इन्डिकेटर नै बोस होइन। मेरो सल्लाह चाहिँ के हुन्छ भने इन्डिकेटर चाहिँ एकदम कम राख्ने गर्नुहोस्, ट्रेन्ड बुझ्नुहोस्, पहिला स्ट्रक्चर हेर्न सिक्नुहोस्, डाउन ट्रेन्ड छ कि अप ट्रेन्ड छ, भोल्युम कन्फर्म गर्नुहोस्, अनि त्यसपछि मात्रै इन्डिकेटर लाएर फिल्टर गरेर इन्डिकेटरलाई चाहिँ फिल्टरको रूपमा मात्रै प्रयोग गर्नुहोस् क्या। इन्डिकेटरलाई नै डिसिजन मेकिङको रूपमा प्रयोग गर्ने होइन है। नेप्से लोजिक ल्याबमा म चाहिँ इन्डिकेटर बेच्ने काम चाहिँ गर्दिनँ है यहाँ। म चाहिँ लोजिक बनाउने कसरी लोजिक बनाउन सिकाउँछु। अर्को भिडियोमा चाहिँ तपाईँहरूलाई भोल्युम किन राजा हो त नेप्सेको कन्टेक्स्टमा चाहिँ त्यो बुझाउने कोसिस गर्छु है त। हस्, धन्यवाद।